यदि यस्तै गर्यो भने चाहिँ नो इन ड्राइभ भन्ने खालको हुन्छ होला। हेलो एभ्रिवान, गुड मर्निङ है। म धेरै लामो समय पछाडि फेरि अब भिडियोमा आएको छु। अनि बिचमा धेरै ग्याप भयो, अलिकति समय म्यानेज हुन नसकेको कारणले गर्दा त्यसको लागि सरी है। अब चाहिँ भने मैले भयो भने भिडियो निरन्तर ल्याउने सोच गरिरहेको छु। बिचमा म किन हराएँ भन्ने कुरा बिस्तारै तपाईँहरूले देख्न सक्नुहुनेछ। म तपाईँहरूले बिस्तारै देखाउँदै जाने नै छु। अनि अहिले चाहिँ 6:49 अर्थात् 6:49 भयो भनौँ न। अहिले म यता सिटी मलतिर आइपुगेको छु। अघि एउटा टिप लिएर म आएँ, लगभग 26-25 कतितिर निस्केँ, एक्ज्याक्ट याद गरिनँ। अनि अहिले म इन ड्राइभ नै गरिरहेको छु विशेष गरी चाहिँ। तर अहिले के भइरहेछ भनेदेखि अलिकति इन ड्राइभमा चाहिँ रेटहरू एकदमै घटाएर दिइरहेछ के, रेट घटाएर दिइरहेछ। अनि यसो हेरेर अलिक राम्रो रेट नघटाएको, एटलिस्ट पर किलोमिटर 20 नभए पनि 18 चाहिँ हुनु पऱ्यो के। कुनै त 14-15 पनि बसिरहेको हुँदैन पर किलोमिटर। त्यस्तो त राइड किन गर्नु भन्ने हो। अनि अहिले चाहिँ म अब यहाँ अर्को राइड कुर्नुपर्ने हुन्छ। अर्को राइड कुर्दाखेरि चाहिँ कहाँनिर बसौँ भइरहेछ, जहाँ पाएँ त्यहाँ बस्ने कुरो पनि भएन। यो पारितिर जाउँ कि कसो गरौँ भन्ने भइरहेछ। अनि तपाईँहरूले देख्न सक्नुहुन्छ यो मेरो मोबाइल उयो चाहिँ नयाँ हालेको छु मैले, के भन्छ नयाँ जुगाड भनौँ न। मोबाइल होल्डर नयाँ होइन तर जुगाड चाहिँ नयाँ भएको छ। यहाँ भाँचेर मैले यस्तोमा लाएर लिएको छु कि काम चलाउनै पऱ्यो, जति किन्दा पनि भाँचिहाल्छ कि। त्यही भएको कारणले गर्दाखेरि ल अब आज के कस्तो हुन्छ त्यो कुरा म तपाईँलाई देखाउने नै छु। मैले अहिले 150 को राइड लिएर आएको थिएँ। अनि त्यसबाट 10% उसले काट्यो, मसँग 135 मात्रै छ। पनि चल्दैन त, पैसा मागिरहेछ। म यहाँ ठ्याक्कै आधी घन्टा पुगेँ। आधी घन्टामा पनि एउटैले पत्ताएन, त्यो पनि लो रेटमै उठाउँदाखेरि पनि कि उनीहरूले जति हाल्ने त्यतिमा उठाउँदाखेरि पनि भएन गाइस। त्यही भएर अब मैले लोकेसन चेन्ज गर्दैछु। बिहान यस्तो खुल्ला छ बाटोहरू, यस्तो खुल्ला बाटो हुँदाखेरि चट्ट टिप गर्न पायो भने कति राम्रो हुन्थ्यो भन्ने हो। र हामीले सोचेको जस्तो सबै हुने भए त किन यस्तो दुःख हुन्थ्यो र संसारमा, होइन? ए सही, हस् धन्यवाद। म सिस्टरको चाहिँ अफलाइन दिनुभयो। मैले अफलाइन त्यहाँबाट लिएर आएको थिएँ। उहाँ चाहिँ के अरे होल्डिङमा काम गर्नु हुँदो रहेछ। अलिक ढिलो भएछ, 7 बजे आइपुग्नु अरे, 7:27 भयो। अनि उहाँ चाहिँ इनड्राइभबाट आउँदै गर्नु भएको रहेछ। त्यो इनड्राइभको चाहिँ तेलै सकिएछ, त्यो बाइकको के। म पर गएर बसिरहेको थिएँ। अनि त्यहाँबाट चाहिँ उहाँले दाइ लगिदिनु न भन्नु हो। मैले सुइँ लिएर आएँ। कति दिनु दाइ भन्नुभएको थियो। तपाईँको खुसीले दिनुहोस् भनिदिएको। 100 रुपियाँ सट्ट निकालिदिएर दिइहाल्नु हो। मैले दिइहालेँ, अब के गर्नु त। ल यो एउटा आयो, कागेश्वर जाने रहेछ। लो रेटमा उठाइदिएको छु, झुकेर आयो होइन, लगेर जानु पर्यो। हजुर हो, हो नम्बर मिलेन, हेर्नु त राम्रो मिल्यो। हस् बस्नुहोस्, बस्नुहोस्, हस्। गोठा नि त? हजुर, यतैबाट जानु पर्यो है।
बाटो बनाइरहेको छ। बनाइहाले भए त हुन्थ्यो। स्टार्टिङ हुँदैछ नि। यहाँ मैले 115 को राइड लिएर आएको थिएँ। लगभग 6 किलोमिटर चान्चुन थियो। लो रेटमै म लिएर आएँ उहाँलाई। एन्ड अब म अर्को राइड कुर्नेछु। म गोटाड भन्नु न के कागेश्वरी मनोहरा भन्दो रहेछ। यहाँनिर आइपुगेको छु। अब भनेको अर्को राइड कुर्नेछु म। ल यतातिर आइयो। भएन ठ्याक्कै त्यो उसमै त्यसमै लगेर त्यो स्कुलकै छेउमा लगेर रोकिदिनु होइन। हस् अनि तपाईँको त्यहाँ यसो एउटा फलफुल पसल हुन्छ, फलफुल किन्नुहुन्छ हल्का रोकिदिनु है। ए यता बाटैमा कता भन्नुभएको? बाटैमा कहीँ जाने होइन, त्यो भेटिहाल्छ यहाँ, यसो रोकिदिनु न। धेरै होइन 1 मिनट होला, धेरै भयो। स्कुटर हुन्न हजुर हुन्न स्कुटर सुतेछ, ब्याट्री डाउन छ कि के भएर तपाईँ ऊ भयो क्या? खै के अरे उसै छोड्नु भएछ क्या? हो कि क्या अनै छोड्नु पऱ्यो। फेर्नु पर्ने बुढो भयो। ल अप्ठ्यारो हुन्छ, अलिक साह्रो। यता ल्याउँछु है त म। ओके टेक्नु न त। ल जाउँ। बस्ती ठुलो रहेछ यहाँभित्र। ए अँ त गाई राख्नु अलिक पछि त यो हट्छ होला सबै है। ठुलो बनाउँछ होला। सबै भाडामा दिएको जग्गा छ, जग्गा बेच्ला। त्यही त ठुलो घर बनाउला, पछि के बस्दैछ। हजुर चाहिँ कताको? म त उता बालाजीको हो। ए यहाँ चाहिँ आफ्नो मान्छे थियो आएको हो कि। ए ल म यता आइपुगेको छु। म्यापले चाहिँ यतै देखायो। बाटो चाहिँ यता तलतिर देखाइरहेको छ। अब कता हो कता कल गरौँ। तपाईँ हो? ए उहाँ नै हुनुहुँदो रहेछ। हो बाटो त तलतिर देखायो कि तल्लो बाटो आउनु पर्ने कि भनेर सोच्दै आएको कि म चाहिँ। बस्न त रमाइलो छ है।
ल अब रोटी खाइयो होइन, अब चाहिँ फेरि काम गर्नुपर्छ टक्कसँगले। अहिले चाहिँ भने म झापातिर आइपुगेको छु। मैले अघि खाजाहरू खाएँ, खाजाहरू खाइदिनु कन्टिन्यू काम गरेँ, सिलाबाला गर्दै काम गरेँ। तर के हो भनेर भन्दाखेरि मैले भिडियो चाहिँ गरिनँ कि अहिले घाम एकदमै चर्को छ नि त दिउँसो, त्यही भएको कारणले गर्दा अब घाममा धेरै फोन तातिने हुँदो रहेछ। त्यसले अलिकति राम्रो गर्दैन, असर गर्दो रहेछ फोनलाई। त्यही भएको कारणले गर्दा मैले उ चाहिँ गरिनँ, भिडियो चाहिँ दिउँसो चाहिँ गरिनँ। अनि अहिले चाहिँ फाइनल्ली कति बजिसक्यो भनेर भन्दाखेरि 6:48 गइसक्यो। भनेपछि म लगभग 12 घन्टा काम गरेँ आज। 12 घन्टा काम गरेँ। 12 घन्टा काम गर्दाखेरि मैले पठाउको चाहिँ अहिले साँझ मात्रै आयो टिप पनि। अनि मैले 2 टिप मात्रै गरेँ पठाउको, त्यो पनि एउटा छोटो 2 टिप गर्दाखेरि 223 को भएछ। अनि इनड्राइभको कति गरेछु भनेर भन्दाखेरि मैले कति टिप गरेँ भनेर भन्दाखेरि टोटल 19 टिपै गरेछु मैले। टोटल 19 टिप गर्दाखेरि यहाँ चाहिँ 2000 समथिङ देखाइरहेको छ, तर यहाँ 1919 एउटा चाहिँ मैले कुरियर गरेको थिएँ। कुरियरको चाहिँ यहाँ देखाउँदैन रहेछ कि। त्यसो हुँदाखेरि लगभग 2200-2300 रुपियाँ टोटल भएछ आजको कमाइ चाहिँ। अब चाहिँ म लगभग रुमको नजिक आइपुगिसकेँ। त्यही भएको कारणले गर्दा हल्का छोरा पनि बिरामी छ। अब चाहिँ म रुमतिर जान्छु। आजलाई चाहिँ यति नै गाइस। तपाईँलाई भिडियो के कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला। आज इनड्राइभ चाहिँ सिधा गर्दा मात्रै भयो, किनभने कि एकदमै रेट घटाएको रहेछ इनड्राइभको होइन। जस्तै 9 किलोमिटरलाई 155 160 के, नर्मल्ली 180 हुनुपर्ने हो नि त। 5 किलोमिटरलाई 90 95 त्यस्तो गरिरहेछ। अनि एकदमै घटाएको रहेछ रेट चाहिँ। यो चाहिँ यति धेरै चाहिँ नगरिदिएको भए हुन्थ्यो भन्ने चाहिँ लागिरहेछ। अब हेरौँ आगामी दिनहरूमा कस्तो गर्छ। यदि यस्तै गऱ्यो भने चाहिँ नो इनड्राइभ भन्ने खालको हुन्छ होला। ल आजलाई चाहिँ यति नै। यहाँ गाडी फसेछ। तपाईँलाई भिडियो कस्तो लाग्यो, तपाईँलाई भिडियो मन पर्यो भने लाइक गर्न नभुल्नु होला। कुनै सल्लाह सुझाव प्रतिक्रिया छ भने कमेन्ट गर्न नभुल्नु होला। अनि तपाईँ नयाँ हुनुहुन्छ भने चाहिँ कृपया गरी सब्सक्राइब गर्न नभुल्नु होला है त।